तिमीले हाम्रो हेर्न कसले दिन्छ होला भनी माटाको चुलो यो छालाको धुलो ए सर्पको धुलो यसै हुन्छ ठुलो घचिरहे भङ पर्छ ए सिमपानी सिमलाई थाहा छैन र तिमीलाई घचिरहे भङ पर्छ ए मकैलाई पनि कस्तो रहेछ भनी हेर्यौ भने दङ पर्छ कस्तो रहेछ ठाडो यो बनाउने भाँडो हेरेर साथै भ्याका होइन त्वाका सोजनाले भ्याकै खत्म बाय बाय टाटा के भनौ मैले बाबा जस्तो तिमी त्यो मुख भन्दा राम्रो छ मरेर जाओस् जल्नीताले खाओस् गर्दैन अब सम्झना ए गरे पनि बैन हामी दिनी होइन सम्झेर पाएको तिम्रै अघि नाचिरहेछन् दुईवटा हात्ती हो तिम्रै अघि नाचिरहेछन् दुईवटा हात्ती हलदार साहेब के तुवा पर हेरेको लगाइदिनुहोस् लात्ती ए झट्ट हेर्दा 6 घन्टे लौकी यिनलाई नि लिएर जाऊ चौकी हे जो भेट्यौ बरै उसैलाई किन भन्छौ हे रात परेसी बरै मेरै घर हिँड भन्छौ ए खोट्यौ तिमी बरै तलानलाई जाउँ भनेको बरै मिठो चिया खानालाई काले त बरै हैनौ नि अगाउनी हाम्रो बानी बरै थुनमै मुग्ला किन मलाई बरै पारेको पिर जो त मुख बरै गोरुको थुनतिर हामीलाई उल्लु बरै बनाउँछि नानी कुन गाउँ तिम्रो बरै गोरुको दुध बात त सही है ए पहिला यिनै बुढी मलाई साह्रै राम्री लाग्ने आज भोलि थोपडा देख्दा हान्दिउम लाग्ने गल्ती बोले भने मैले गरिदिनु माफै भैँसी जस्तो बुढी लिएर गल्ती गरे आफै के गर्छस् मङ्गले आफ्नै ढङ्गले बर्खामा त खोल्ची पनि हुनु थाल्यो सागर पहिला हेन्सम लाग्ने बुढो अहिले लाग्छ बाँदर हे तिमी दुश्मन भएदेखि तिम्रो बाँचिदिन्थे त्यो भन्दा पहिले चाहिँ जिब्रो काटिदिन्थे ए बिहेपछि जिन्दगानी पहिला जस्तो कहाँ छ कामै छैन खायो सुत्यो गैडा जस्तो भाछ हे ज्यादा नबोल अहिले फेरि फुटाइदिन्छु अन्डा मैले पनि छोडी जान्छु बस्नु पर्ला रन्डा अरे खतरनाक लोग है ए सोध्छौ आफूलाई उम्रेको टुसो झै देख्छु म त भिजेको मुसो झै बल्ल पर्यो निर्माया माकुरी जालैमा सेती नदी बर्खामा उर्ले कि बुढेसकालमा थोती बुढी कुर्ले कि बल्ल पर्यो निर्माया माकुरी जालैमा त चाहिँ बुढो नहुने रहेछ छैन ए रहेछ यसको पहिल्यै बिहा भएको त हाम्रो घरमा के गर्न आएको त